तर त्यो सम्भव छैन किनभने अहिले नि देखिहाल्यो अहिले गजाङ भयो आन्दोलन एउटाले गर्यो सत्ता कब्जा एउटाले गरेको छ आन्दोलन गर्नेको हातमा छैन अहिले त नो कुनै है छ उसले बोलो गरे उसले आफ्नो नैतिकता देखायो तर अब अरू बोल्न तयार छैनन् हामीले गल्ती गरेको होइन हामीलाई अन्याय हो भनेर उफ्री आखान त्यो अर्को त्यो मस बस्नेत केपी ओली त्यो त नेता त अलि नेता जस्तो बन्नु पर्यो नि त पुरै गुन्डा जस्तो दादागिरी छ शैली हरेक कुरा अहिले पनि त्यही त अब यो मात्रै के हो भने पार्टीहरुमा पनि प्रचण्डहरुलाई पनि अब यो कारबाही गराउन ओली हटाउन खोजेको मात्रै हो आफ्नो नेतृत्व किन छोड्छ नि त्यही त हेलो हेलो सर के छ एकदम ठिक छ भने के हो बिहान यार घाँस लिएर कहिले आयो हिजो आएको चालचुल फेल त नि आउँछ होइन माथि थिएँ नि त म ए आउने अरे भन्ने खबर चाहिँ सुनेको थिएँ बिसाउन यता न सजिलो गरी यसो हेर्दै हेर्दै गएँ चाल खबर केही देखिँदैन नि ए माथि गएको थियौँ अहिले भर्खरै आएको ए अरू के छ अरू सबै ठिकै नै छ के छ तल सबै सन्चै छ ए कहिले घर यता म आज भयो हामी पनि यतै थियौँ नि 2-3 दिन त झरेको 4-5 दिन भयो मैले सुने दसैँ आएर होला बस तल रहेछ दसैँ पनि फेरि तल तलतिर घाँस रोपै गरेर ल्याएर बस्छु कामलाले ठुल्यो त एकचोटि बस्नु बस्नु कहाँ के हतार छ तपाईँलाई आज भने आउनु न नि कहाँ पुगेर आउनु खाने भयो हामी खाने भन्नुहुन्छ तिहार चाहिँ के हुन्छ दसैँ चाहिँ तिहार चाहिँ फिक्स छैन अहिले धेरै लामो समय होला जस्तो भनेदेखि हुन्छ होला कहिले फर्किन्छ उता त अब 1 महिना त हुन लागेको 3 हप्ता भयो आज 2 महिना मात्रै हो छुट्टी कुन खानुहुन्छ मलाई के गर्नु बोल्दै राख्नु समस्या ल म भरे भोलि आउँछु ल ल ल ल ल म पनि सरसफाइतिर अब यस्तै छ ल भरे भोलि आउँछु ल ल ल भारी बोके आहा बिसारो पनि छैन त्यस्तै छ म यहाँ एक्लै भर्खरै नबस्न खोजेको के नबस्न खोजेको फेरि यहाँ अलिअलि आलु रोपेका थिए मकै हामी नपुगालै बाहिर सबजना बाबा अब सरसफाइतिर लाग्नुपर्छ काम धेरै छ